हाम्रो कुराकानी। विदेशदेखि स्वदेशसम्म, हिमाल पहाड तराईसम्म, हिजो आज भोलिसम्म, सत्तादेखि कुर्सीसम्म, जनताको चासो अनि गुनासो र बोलीसम्म, कला साहित्य मनोरञ्जन गीत अनि सङ्गीतसम्म, सुख दुःख हाँसो रोदन जीवनको कहानी। होला नगरी तदारुकताका साथ बसेर साथ दिनुहुनेछ भन्ने अपेक्षा सहित उपस्थित सम्पूर्णलाई नेपाली समाज युएको 16औं कार्य समिति र म यस संस्थाको महासचिव जीवन पङ्गेनीको तर्फबाट रामनवमी चैते दशैंको धेरै धेरै शुभकामना साथै हार्दिक नमस्कार टक्राउन चाहन्छु। समयको मध्यनजर गर्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु र जुनसुकै औपचारिक कार्यक्रम आरम्भको क्रममा सभापतिको आवश्यकता पर्ने हुँदा आजको यस कार्यक्रमको सभापतित्व ग्रहण गरिदिनु हुन नेपाली समाज युएका अध्यक्ष आदरणीय व्यक्ति विनम्र अनुरोध गर्दछु र यस कार्यक्रमलाई तीव्र गतिमा अगाडि बढाउनको निम्ति अनुमति चाहन्छु। सभापतिको अनुमति अनुसार कार्यक्रमलाई अगाडि बढाउने क्रममा हामीसँग समय एकदमै छोटो भएको कारणले सबैजना उपस्थित सम्पूर्ण अग्रज व्यक्तित्वहरू, सहकर्मी साथीहरू सबैले आफ्नो ठाउँमा आसन ग्रहण गरेर सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। र हामी पहिला परिचयात्मक कार्यक्रमबाट अगाडि बढाउने अनुमति माग्दै म आफ्नो परिचयबाट सुरु गर्छु। मेरो नाम जीवन पङ्गेनी, घर स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नम्बर 10 र नेपाली समाज युएको महासचिव। अघिल्लो कार्यकालमा यही नेपाली समाजको उपाध्यक्ष पनि रहेको थिएँ। अहिले चाहिँ म नेपाल सरकारको युएको लागि पर्यटन छु। नमस्ते, म भुवनी प्रसाद तिमिल सिन्हा। मेरो जन्मस्थान कास्की हेम्जा। विगत 24 वर्षदेखि युएमा कार्यरत छु र 23 वर्षदेखि मेरो बसाइ काठमाडौँ छ। तर पनि मेरो जन्म कास्की हेम्जा भएको हुनाले म सधैँ आफ्नो हेम्जा भन्न चाहन्छु र नेपाली जनसम्पर्क समिति युएको म सभापति लगायत विभिन्न सङ्घ संस्थामा सल्लाहकारमा आबद्ध छु। धन्यवाद। उपस्थित सबैमा नमस्ते। म एकेन्द्र बहादुर थापा। मेरो घर चाहिँ स्याङ्जा पुतली बजार नगरपालिका वार्ड नम्बर। सबैलाई नमस्कार। म नारायण अधिकारी। म विगत 19 वर्षदेखि नै छु दुबईमा। एक विषय भनौँ न अहिले भाषामा। अनि म पुरो पदाधिकारी पनि हो 2009 11 अनि अहिले चाहिँ निमन्त्रणमा सल्लाह गरौँ। यहाँलाई धन्यवाद छ मलाई बोलाउनुभयो, मोटिभेसन दिनुभयो, त्यसलाई ल्याउनु छ। सम्पूर्णमा नमस्कार। मेरो नाम कमल गिरी, स्थायी ठेगाना राप्ती गाउँपालिका वार्ड नम्बर 1 दाङ पर्छ। नेपाली समाज युएको पार्षद अध्यक्ष र विगत 2 दशकदेखि म युएमा कार्यरत छु। धन्यवाद। त्यसको म महासचिव छु। नमस्ते सम्पूर्णमा। मेरो नाम रामगढी अङ्गार। मेरो घर धादिङ जलमत गाउँपालिका वार्ड नम्बर 4। विगत 16 वर्षदेखि युएमा कार्यरत छु। हाल नमस्ते चावलमा आबद्ध छु र सामाजिक क्षेत्रमा चाहिँ म अन्तर्राष्ट्रिय धार्मिक समाजको पूर्व अध्यक्ष हो। यहाँ चाहिँ खासै अरू सङ्घ संस्थामा आबद्ध नभए पनि सहयोग गरेको छु र फेरि पनि प्रतिबद्धता गर्दछु। धन्यवाद। नमस्कार, मेरो नाम सङ्गीता अधिकारी। मेरो जन्मघर चाहिँ ओखलढुङ्गा। अहिले दुबईमा चाहिँ बस्दा अहिले बस्दा 25 वर्षदेखि दुबईमा बस्दा नमस्ते सबैमा। मेरो नाम चाहिँ लक्ष्मी पौडेल, घर बागलुङ, नेपाली समाज युएको। नमस्कार, म वेद प्रसाद आर्याल पाल्पाली। मेरो घर पाल्पा। विगत 24 वर्षदेखि युएमा सर्विकको रूपमा कार्यरत छु। नेपाली समाज युएको आजीवन सदस्य, निवर्तमान अध्यक्ष र अब अहिले नयाँ कार्य समितिले दिएको जिम्मेवारी अनुसार नेपाली समाज युएको प्रधान सल्लाह। नमस्ते,
म राम मोक्तान घर स्वयम्भूका नेपाली समाजको हकमा निरन्तर रूपमा 10 वर्षदेखि म नेपाली समाजमा संलग्न हुँदै अहिले 2025-27 को लागि यस कार्य समितिको अध्यक्ष अलिकति कार्यक्रम ढिला हुन गयो, त्यसको लागि क्षमा प्रार्थी गर्दै मेरो सानो आफ्नो परिचय यहीँ टुङ्ग्याउँछु। धन्यवाद। मञ्चमा आइदिनु होला। त्यसै गरी प्रमुख सल्लाहकार वेद प्रसाद अर्यालज्यू र अग्रज व्यक्तित्व कृष्णबहादुर ढकालज्यू, पूर्व अध्यक्ष र शारदा प्रसाद भट्टराई। बोलाउनु पर्ने त धेरै हुनुहुन्छ, तर म यतिमै बिट मारेर कार्यक्रमलाई अगाडि बढाउने अनुमति चाहन्छु। निवर्तमान प्रमुख सल्लाहकार गोविन्द ढकालज्यू कृपया अगाडि आइदिनु होला। ज्यू विषय सल्लाहकार समिति सदस्यमा मनोनित गरिएको सम्बन्धमा माफ गर्नुहोला। एकता, सहकार्य अनि निरन्तरता, नेपाली समाज युए स्थापना 1990। पत्र सङ्ख्या श्री ज्यू विषय सल्लाहकार समिति सदस्यमा मनोनित गरिएको सम्बन्धमा। यसमा कोही विभागीय प्रमुख हुनुहुन्छ भने त्यो आउँछ, सदस्य हुनुहुन्छ भने त्यो आउँछ, मिलाएर बुझ्नुहोला। महोदय, उपरोक्त सम्बन्धमा नेपाली समाज युएको गत 16 मार्च 2025 आइतबारका दिन सम्पन्न 16औं केन्द्रीय कार्य समितिको तेस्रो पूर्ण बैठकबाट आगामी 2025-27 कार्यकालको लागि नेपाली समाज युएको विधान बमोजिम दफा 55 अनुसार यहाँलाई सल्लाहकार सदस्यमा सर्वसम्मतिले मनोनित गरिएको बेहोरा सहस्र जानकारी गराउँदै समाजको उद्देश्य प्राप्तिका लागि यहाँको निरन्तर सक्रिय सहयोगको अभिलाषा एवं आवश्यक मार्गनिर्देशनको अपेक्षा राख्दै यो मनोनयन पत्र हस्तान्तरण गर्दछौँ। जीवन पङ्गेनी महासचिव, राम मोक्तान अध्यक्ष। पत्रको बेहोरा यस्तो छ र म अब नाम बोलाउन गइरहेको छु। कृपया अगाडि आइदिनुहोला। यसपटकको जितेन्द्र कार्की कृपया अगाडि आइदिनु होला। र अब म सल्लाहकार ज्यूहरूलाई नाम लिन गइरहेको छु। श्री बाबुराम सुनार कृपया डेस्कमा आइदिनु होला। श्री धर्मराज पाण्डे, बोहरा कृपया अगाडि आइदिनु होला। श्री तोयानाथ लम्साल कृपया अगाडि आइदिनु होला। कृपया अगाडि आइदिनु होला। निराजन खत्रीज्यू कृपया अगाडि आइदिनु कृपया अगाडि आइदिनु होला।
श्री मणि प्रसाद तिमल सिंह कृपया अगाडि आइदिनु होला। श्री बाबुराम सापकोटा कृपया मञ्चमा आइदिनु होला, अगाडि आइदिनु होला। हामी जति सक्छौँ छिटो गरौँ है, फेरि खाना पनि खानु छ। एनजी शेर्पा उहाँ पनि सायद उपस्थित हुनुहुन्छ। श्री मेघराज सापकोटा उहाँ पनि उपस्थित हुनुहुन्छ। श्री टकबहादुर गुरुङ उहाँ पनि, श्री एकेन्द्र बहादुर थापा कृपया मञ्चमा आइदिनु होला। डाक्टर श्री प्रकाश पौडेल उहाँ हुनुहुन्छ। डाक्टर श्री रविन्द्र यादव, डाक्टर श्री आसिफ अली सिद्दिकी, श्री मोहन शर्मा, श्री मुक्ति राई, एकपटक फेरि पनि जोरदार ताली बजाइदिनु विनम्र अनुरोध छ। दसैँ पनि परेको हुनाले म कोही अग्रजहरूलाई शुभकामनाका लागि मञ्चमा निम्त्याउँछु। कृपया जति सक्नुहुन्छ छोटो शुभकामना दिएर बिदा हुनुहुनेछ भन्ने अपेक्षा राख्दै सम्पूर्ण मञ्चमा आसीन अतिथिज्यूहरू तल आफ्नो आफ्नो स्थानमा गएर बसिदिनु होला। र शुभकामना मन्तव्यका लागि नेपाली समाज युएका सल्लाहकार विक्रम लिम्बुज्यूलाई माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद मास्टरज्यू। आजको यो कार्यक्रमलाई अध्यक्षता गरिरहनुभएका नेपाली समाज युएका अध्यक्ष राम मोक्तानज्यू, त्यसै गरी सम्पूर्ण सल्लाहकारज्यूहरू लगायत उपस्थित सबैमा नमस्कार। सर्वप्रथम त अब अघि चैती दसैँ भन्दै हुनुहुन्थ्यो, चैती दसैँको सम्पूर्णलाई शुभकामना। त्यसै गरी भर्खरै यो सल्लाहकार समितिको लागि प्रमाणपत्र प्राप्त गर्नुभएको मिठो छोटो शुभकामना दिएर बिदा भइसक्नु भएको छ। यसै गरी शुभकामना दिनका निम्ति नेपाली समाज, मैले अरू पदतिर गएन, एकदम छोटो गराउन लागि नेपाली समाज युएका सल्लाहकार भवानी प्रसाद तिमल सिन्हाज्यूलाई मञ्चमा आमन्त्रण गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालक तथा नेपाली समाज युएका महासचिव। यस कार्यक्रमका अध्यक्ष तथा नेपाली समाज युएका अध्यक्ष राम मोक्तानज्यू, त्यसै गरी विशिष्ट व्यक्तिहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका सम्पूर्ण आदरणीय व्यक्तित्वहरू र भर्खरै निर्वाचित हुनुभएका अथवा मनोनित हुनुभएका प्रमुख सल्लाहकार लगायत सल्लाहकार र चैते दसैँको यहाँहरू सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। अलिकति यो सल्लाहकारको खादा लाउनुभन्दा पहिला बोल्न चाहिँ पाएको भए केही कुराहरू बोल्ने मेरो इच्छा थियो, तैपनि म राख्न चाहन्छु। यो हामी एउटै व्यक्तिलाई बारम्बार दोहोऱ्याएर बनाउँदाखेरि अलि यो पदको लोभी भए जस्तो पनि हुने र मेरो चाहिँ के सुझाव छ भने हजुरहरूले बनाइहाल्नुभयो, अबबाट यो नेपाली समाजले यसरी सल्लाहकार बनाउनु, यो एकतामा बाँध्नु एकदम राम्रो म्यासेज हो। तर हामी जुन जुन संस्थामा छौँ नि त्यो संस्थाको पूर्व अध्यक्षहरूलाई ल्याएर जोड्नुभयो भने कमसेकम भोलि कार्यक्रम हुँदै गर्दा जे गर्दा पनि आउने यो नेपाली समाज र समग्र युएमा रहेका नेपालीहरूको लागि यो समाजको सल्लाहकारको हैसियतले दिनरात खट्नेछु र आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु भन्ने प्रतिबद्धता छ। यहाँहरू सम्पूर्ण धन्यवाद। सल्लाहकार तपाईँले भने चाहिँ हामीले थोरै बनाउने भन्ने त जमर्को गरेका थियौँ, तर कस्तो हुँदो रहेछ भने योभन्दा पहिलाकाले बनाउनु भयो, हामीले कसरी छोड्ने।
अब आउनेले फेरि अहिलेकालाई कसरी छोड्ने भन्ने जस्तो स्थिति हुने रहेछ र कार्य समितिमै उनी हामी साथीहरू पनि तपाईँ सल्लाहकार नेपाली समाज युएका पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्णबहादुर ढकालज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। धन्यवाद महासचिवज्यू र यो 16औं कार्य समितिका र आजको कार्यक्रम मनोनित कार्यक्रमका अध्यक्ष राममुक्तानज्यू र सम्पूर्ण विशिष्ट व्यक्तिहरू र सङ्घ संस्थाबाट पाल्नुभएका सम्पूर्ण अग्र साथीहरू र भएका सम्पूर्णको कार्यकाल सफल रहोस् भन्ने पनि शुभकामना व्यक्त गर्दछु र नेपाली समाज युवा जुन एउटा इराकले कुवेतलाई 48 घण्टा आफ्नो अकुपाईमा लिएको बेलामा खाडी त्रासित भएको अवस्थामा चाहिँ हामीहरू एउटा हाम्रा अग्र साथीहरू जुटेर एउटा संस्था निर्माण गरौँ भनेर जुन संस्थाको परिकल्पना गरेर त्यतिखेर रेस्क्यु यो संस्था आज 16औं कार्य समितिमा हामीले पाइरहेका छौँ। यसले गर्दा यसले निरन्तर रूपमा अगाडि बढिरहोस्। एउटा श्रमिकको संस्था हो यो, श्रमिकहरूको जो विगतमा धेरै कामहरू गरेको छ, यसले एमबिसी पनि लिएर आएको छ, मजदुरको हितमा काम गरिरहेको छ र यसले आगामी दिनहरूमा पनि काम गरिरहनेछ र सम्पूर्ण सल्लाहकार साथीहरूले राम्रो सरसल्लाह सुझाव दिनुहोला र कार्यसँग बसिएको छ भने दिन एउटा सफल हुन्छ। यो भातृय संस्था होइन, यो राजनीतिक संस्था होइन, यो एउटा विशुद्ध सामूहिक संस्था हो। त्यसले गर्दा यो विशुद्ध सामूहिक संस्थाका साथीहरू काम गर्दा कृपया म ध्यान तपाईँहरूलाई आकर्षण गराउन चाहन्छु। मार्केटमा धेरै हल्लाहरू आएको छ, तपाईँहरू कोही काम गर्नुभएको छ भने एनजिओ आइएनजिओबाट टाढा रहनु होला। एनजिओ आइएनजिओको तपाईँ तलब र भत्ता खाएर काम गर्नुभएको छ भने त्यो समाजको उद्देश्य विपरीत हुनेछ। त्यसले गर्दा भोलिको थाहा पाइयो भने तपाईँलाई समाजले नराम्रोसित धक्का मारेर बाहिर निकाल्नु नपरोस्। त्यसले गर्दा तपाईँले समाजको उन्नति प्रगतिको हितको लागि तपाईमा तपाईँले जे काम गर्नुपर्छ समाजको विधानहरू समाजको उद्देश्यहरू अगाडि बढ्न पनि म यो कार्य समिति सल्लाहकार समिति र सम्पूर्णलाई म सुझाव दिन चाहन्छु। अस्ति महिला एउटा कार्यक्रममा महिला दिदीबहिनीहरूको उत्कृष्ट कार्यक्रम थियो। म नेपाली समाजको महिला विभागलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु र यस्तै उत्कृष्ट कार्यक्रमहरू गर्दै अगाडि बढ्न पनि म सम्पूर्णमा हौसला प्रदान गर्दै आफ्नो भनाइ अन्त गर्छु। हस्त धन्यवाद। धेरै धेरै धन्यवाद। नेपाली समाज युएका पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्णबहादुर ढकालज्यूलाई। हामीले नेपाली समाज युए 1990देखि स्थापना भएर यहाँसम्म आइपुग्दा कति काम गर्यो के गर्यो भन्ने चिज यहाँ उपस्थित हुनुहुने सम्पूर्णलाई थाहा छ र कार्यक्रमलाई नलम्बाइकन जति पनि हाम्रो नेपाली समाज युएको कार्य समितिमा हुनुहुन्छ, सल्लाहकारमा मनोनित हुनुभएको छ, सबैजनाले यदि आजीवन सदस्य बन्नु भएको छैन भने हाम्रो टिमसँग सम्पर्क गरेर आजीवन सदस्य लेखिदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु। साथै शुभकामना मन्तव्यका लागि श्री मनोज कुमार श्रेष्ठ गोर्खालीज्यूलाई म माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु। आजको यस कार्यक्रमका सभापति नेपाली समाज युएका अध्यक्ष आदरणीय व्यक्तित्व राममुक्तानज्यू, उपस्थित सम्पूर्ण अवरोध व्यक्तित्वहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका प्रमुख तथा प्रतिनिधिहरू र विशेष गरी आज यस गरिमामय ऐतिहासिक संस्थाको परोपकारी भएको छ। एउटा एमबिसीको भूमिका एउटा चाहिँ गार्जनको भूमिका खेलेर आज त्यो संस्था 34-35 वर्षको अविरल 36 वर्षको अविरल त्याग तपस्या तपाईँहरू जस्ता अग्रज व्यक्तित्वहरू, भौतिक व्यक्तित्वहरूको साथ सहयोगले यहाँसम्म आइपुग्दाखेरि र राममुक्तान सर जस्तो व्यक्ति आज नेपाली समाज युएको चाहिँ अध्यक्ष पाउँदै गर्दाखेरि म आफूलाई पनि सल्लाहकारको हैसियतले गर्वमान्य भएको छु र तपाईँ सम्पूर्णलाई पनि म धन्यवाद पनि भन्न चाहन्छु। र युए बसुन्जेलसम्म नेपाली समाज युएसँग निरन्तर यसरी नै साथमा छु, सकेको सहयोग गर्नेछु र गैर आवश्यक नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिवको हैसियतले पनि अन्तर्राष्ट्रिय गैर नेपाली सङ्घ हाम्रो मैले प्रतिनिधित्व गर्ने संस्थाले पनि तपाईँहरू समक्ष हातेमालो गरेर तपाईँहरू समक्ष युएकै
हकमा अथवा मध्यपूर्व हकमा पनि धेरै परोपकारी कामहरू गरेछौँ भन्ने वाचा गर्दै यहाँ समक्ष बिदा लिन चाहन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद मनोज कुमार गोर्खालीज्यूलाई। कृपया एकपालि उहाँलाई जोरदार ताली बजाएर सम्मान गरिदिनु होला। र अब हामी कार्यक्रमको साँच्चीकै अन्तिम चरणमा आएका छौँ। कार्यक्रम सुरु गर्नमा विलम्ब भएको, अघि नाम बोलाउँदाखेरि कसको पहिला हुनु पर्थ्यो कसको पछि हुनु पर्थ्यो, त्यहाँनिर कहीँ कमी कमजोरी भएको भए अहिले शुभकामना मन्तव्य दिनलाई बोलाइरहँदाखेरि कसलाई अगाडि कसलाई पछाडि गर्नु पर्थ्यो, त्यसमा कहीँ कमी कमजोरी भएको भए महासचिवको हैसियतले माफी माग्दै आजको यो कार्यक्रममा उपस्थित सम्पूर्ण सामाजिक मनहरूलाई नेपाली समाज युएको 16औं कार्य समिति र म कार्यक्रम सञ्चालक जीवन पङ्गिनीको तर्फबाट फेरि पनि रामनवमी चैते दशैँको धेरै धेरै शुभकामना व्यक्त गर्दै आजको यस कार्यक्रमलाई औपचारिक रूपमा समापन गरिदिनुका निम्ति नेपाली समाज युएका अध्यक्ष श्री राम मोक्तानज्यूलाई माइक्रोफोन हस्तान्तरण गर्दै म आफू बिदा चाहन्छु। हस्त नमस्ते। धन्यवाद आजको कार्यक्रम सञ्चालक हाम्रो महासचिव जीवन पङ्गिनीज्यूलाई। आजको यस भेटघाट कार्यक्रममा पाल्नुभएका सम्पूर्ण अग्रजहरू, नेपाली समाज युए वर्तमान कार्य समितिका मेरा प्यारा साथीहरू र उपस्थित सम्पूर्णमा एकमुष्ट नमस्ते अभिवादन। आजको यस भेटघाट कार्यक्रम पुरा कार्य समितिको तर्फबाट यहाँहरूलाई कार्यकाल सफलताको लागि शुभकामना। अग्रज्यूहरूले को कारणले गर्दा नेपाली समाज साँच्चै युएको इतिहासमा यहाँ रहेका सम्पूर्ण सङ्घ संस्थाहरूको एउटा माउ संस्थाको रूपमा अगाडि बढिरहेको छ र वर्तमान कार्य समितिले पनि यसलाई निरन्तरता दिनेछ। विगतमा पनि यहाँहरूबाट विभिन्न कालखण्डमा अप्ठ्यारा परिस्थितिहरूमा हामीहरूलाई साथ सपोर्ट पाइरहेको थियो भने अब आउने दिनहरूमा पनि यहाँहरूले अझ साथ सपोर्ट दिएर हामीलाई अगाडि बढाउन सहयोग गर्नुहुनेछ भन्ने कुरा मैले विश्वास लिएको छु। र अत आजको यस कार्यक्रममा यहाँहरू सम्पूर्णले आफ्नो छोटो जानकारीका बावजुद पनि यहाँ कार्यक्रममा आइदिनु भयो, साथ दिनुभयो। यहाँको समयको लागि विशेष धन्यवाद। साथै आज रामनवमी नेपालको एउटा राम्रो पर्व चैते दशैँको पनि यहाँहरू सम्पूर्णलाई शुभकामना। समय निकै छोटो छ र युएको इतिहासमा नै पहिलोचोटि नेपाल फेस्टिभल अप्रिल 20 ट्रिक पार्कमा हुन गइरहेको छ। यहाँहरू सम्पूर्णले जानकारी पाइसक्नु भएको छ भने अब हामी तीव्र यसको प्रचार प्रसारमा जुट्न जरुर छ। तपाईँ हामी सबै मिलेर युएमा यो एउटा ऐतिहासिक कार्यक्रम नेपाल फेस्टिभललाई सफल बनाउनु पर्छ र आजैदेखि लागौँ भन्न पनि तपाईँहरूलाई म यस ड्यासबाट अनुरोध गर्न चाहन्छु। र साथै नेपाली समाजको हामीलाई सल्लाह दिनुभएको छ, त्यो कुरालाई मैले र वर्तमान कार्य समितिले मनन गरेको छ। नेपाली समाजको वर्तमान कार्य समिति कुनै पनि एनजिओ आइएनजिओसँग इन्भल्भ नभएको जानकारी तपाईँहरूलाई गराउन चाहन्छ। र साथै यदि कुनै पनि एनजिओ आइएनजिओ लगायत विभिन्न सङ्घ संस्थाहरू टाइअप हुन चाहेको खण्डमा हामी अवश्य पनि हामीसँग जम्बो सल्लाहकार समिति छ, जम्बो टिम छ, तपाईँहरूसँग सल्लाहहरू लिएर नै हामी अगाडि बढ्ने कुरा तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। र भविष्यमा पनि यहाँ नेपाली समाज सबै सम्पूर्ण नेपालीहरूको समाज रहेको कुरा सर्वविदितै छ र हामी विशेष गरी श्रममुखी कार्यक्रमहरूलाई अगाडि लानेछौँ। 2025-27मा आजभन्दा विगतका दिनहरूमा पनि समाजहरूको लागि दिवस यो आजसम्म युएमा सङ्घ संस्थाले मनाएको थिएन, तर अब हामी मे दिवस मेको 4 तारिकमा मनाउँदैछौँ र यसको पब्लिसिटी पनि तपाईँहरूलाई चाहना गर्दैछौँ। अनि साथै अब सोही महिनामा एसियाका तारा बुद्ध जयन्ती पर्न गएको छ र
यो बुद्ध जयन्ती पनि हामी नेपाली समाजको तर्फबाट चाँडै सेलिब्रेसन गर्नेछौँ। यति जानकारी सहित तपाईहरूलाई म यहाँ उपस्थित हुनुभएकोमा पुनः एकपटक धन्यवाद दिन चाहन्छु र साथै मैले भर्खरै मात्र जानकारी पाएको छु। हाम्रो प्रमुख सल्लाहकार श्री वेदप्रसादज्यूलाई अनुरोध गर्दछु। वेदप्रसादजी, ल प्रमुख सल्लाहकारले उहाँलाई यो सल्लाहकार मनोनित पत्र ह्यान्डओभर गर्ने हुनुहुन्छ। लेट्स क्ल्याप एकपटक धन्यवाद दिँदै आजको कार्यक्रम यही समाप्त भएको घोषणा गर्दछु। धन्यवाद। जय नेपाली समाज। र साथै डिनरको व्यवस्था गरिएको हुँदाखेरि यहाँहरू सम्पूर्णले डिनर लिएर मात्र जानुहुनको लागि अनुरोध गर्दै म यहाँबाट बिदा चाहन्छु। धन्यवाद। विदेशदेखि स्वदेशसम्म हिमाल पहाड तराईसम्म हिजो आज भोलिसम्म सत्तादेखि कुर्सीसम्म जनताको चासो अनि गुनासो र बोलीसम्म कला साहित्य मनोरञ्जन गीत अनि सङ्गीतसम्म सुख दुःख हाँसो रोदन जीवनको कहानी हाम्रो कुराकानी हाम्रो कुराकानी हाम्रो कुराकानी हाम्रो कुराकानी हाम्रो कुराकानी।